हाई गाइस, स्वागत छ मेरो युट्युब च्यानलमा। धेरै समयपछि चाहिँ म ब्लग बनाउन गइरहेको छु। म चाहिँ अहिले रोमानियाको कस्टान्डा भन्ने ठाउँमा हो। कस्टान्डाको नि पिस्तिरा भन्ने गाउँतिर छु। रोमानियाको गाउँतिर परियो, के गर्न गाह्रो छ। आज चाहिँ हाम्रो डे अफ हो, छुट्टीको दिन। अब खाजा खाने, बुकरिसतिर लाग्ने 6 बजिसक्यो। अब त्यस्तै 8 बजीतिर जान्छ होला हामी। खाजामा चाहिँ यता राइस कुकरको भाँडामा आलु र अन्डा पकाएको, टक्क आलु र अन्डा खाने जाने बुकरिसतिर। यो चाहिँ हाम्रो किचन रुम नि यही हो, सिटिङ हल पनि यही हो, सबै यही हो। माथि चाहिँ रुम छ, त्यही हो। अब हिजोतिर ड्युटी गएको थियो, आज अब छुट्टी छ। हप्तामा 1 दिन छुट्टी हुन्छ। छुट्टीको सदुपयोग गर्न पर्यो भनेर भन्नु भएन। आज बुकरिसमा चाहिँ हाम्रो काम छ, सानो काम। तपाईँहरूले हेर्न सक्नुहुन्छ बाहिरको भ्यू। यता लोगो सुकेर कुकुर चाहिँ टन्नै छ क्या होइन, फार्मको कुकुरहरू। घाम पनि मिठो उदाइरहेको छ, तोरी पनि मिठो फुलिरहेको छ। र गाइस, अब हामी चाहिँ आलु सालु खाएर भेटौँला जाने बेलामा। अब टक्क लगाएर अब आलु पनि पाक्यो होला, आलु अन्डा खाने अनि जाने। अब हामीले चाहिँ अन्डा र आलु पनि खाइसक्यो। अब हामी हिँड्न लाग्यो। सलुट राम्रोसँग ढोका लगाऊ फेरि। ए हा अब हामी चाहिँ हिँड्यौँ बुकारिसतिर। घाम पनि मिठो ला। यो चाहिँ हाम्रो कम्पनीको दारू फ्याक्ट्री है, ट्रामस आइडिया। ट्याङहरू, ट्याङ टन्नै छ। दारू त होइन, वाइनको फ्याक्ट्री। अब हामी चाहिँ मरिननिर जान लाग्यो। मरिन चाहिँ यहाँको बासिन्दा हो, लोकल। यो त टन्नै खान्छ वाइनको। यो चाहिँ हाम्रो कम्पनीको नाम ट्रामस आइडिया दारू वाइन। मजा आउँछ, बेला बेला दारू प्याक गर्न नि पर्छ। अनि एग्रिकल्चर पनि हो कम्पनीको साथसाथ, यहीँ एग्रिकल्चर गरेर यहीँ वाइन बनाउने हो। ओह, त्यहाँ छ मरिन। 0 रोमानिया भन्छ हामीलाई, ऊ फेरि 0 इङ्ग्लिजा हो, भर्बर चाहिँ इङ्ग्लिजा। यसको गाडी। हामी चाहिँ अब बस स्टेसनतिर जान्छ। ऊ आइस भएछ त गाडीमा त मजाको। कति चिसो आइस। दाइले रोमानियन भाषा बोले। लोकल बस चढेर आयो। अब ट्याक्सीमा दाइ ट्याक्सी चढ्यो। लोकल भाषा बोले, रोमानियन भाषा 0। हामी चाहिँ होइन, म चाहिँ है। ड्राइभर पनि बुढो। अब यहीँ तल हो मेट्रो। मेट्रो चाहिँ होइन, ट्रेन हो। ट्रेन त्यहाँदेखि यसरी गए। यो सिटीको नाम चाहिँ के अरे दाइ? यो सिटीको नाम मिदिना होइन, मिसदिया के हो मलाई आउँदैन। तर यो हामी यहाँ आएको चाहिँ धेरैचोटि आइसक्यो। कन्स्टान्डा जान्छ।
Așteaptă, fratele, sau cine te așteaptă acolo? București e mare. साउको घर पनि यहीँ हो यहाँ तल चाहिँ अहिले चाहिँ सहर क्लास टाढातिर गाह्रो छ बुकरिस जान पनि बासो जान्दैन भ्यू चाहिँ खतरा है यहाँ खोला पनि छ खोला यो बिचमा ल अब ट्रेन स्टेसनमा गएर भेटौँ ल केटाहरू टिकट पनि काट्यो ट्रेनको अब 8:45 को होइन हाम्रो भएको 8:45 को यहाँ टिकट चाहिँ यस्तो हुँदो रहेछ दुईजना मालगाडीहरू चाहिँ यता छ ट्रेन यो चाहिँ लोड मालगाडीहरू भन्नाले सामान बोक्ने यता अब ट्रेनको वेट गर्न पर्यो है केटा ट्रेनमा चढेपछि भेटौँला अब ट्रेन 8:45 मा आउँछ ट्रेनमा भेटौँ भनेको भोक पनि लाग्यो अन्डा र आलु त खाएको हो अब यहाँ पसल रहेछ त्यहाँ खाजा खाने अहिले त्यही 8:15 भयो होला भित्र बिस्कुट र त्यो खानु यहाँ रहेछ पसल खाम कफी पनि किन्यो मा पोक्यो त यार कफी 5 लिको कफी तपाईँहरूले हेर्न सक्नुहुन्छ 5 लिको ट्राई हान्दिउँ न मिठो खतरा देखायो त यार त्यो 10 लिको है त्यो ब्रेड अब कफी खाँदै ब्रेड खाँदै ट्रेन वेट गर्नुपर्छ यो चाहिँ ट्रेनको पट्टी रहेछ माथि ब्रिज बापरे नो सुगर कुदाइतिर खाइदिनु त यो 5 लिएको क्याफे भाषा नजानेर तनाव छ नो मिल्क भनेको मिल्क हालेर दिउँ हैन मिल्क हालेछ हैन यो नो मिल्क नो सुगर नो जहर नो मिल्क यता चाहिँ ट्रेन स्टेसन ओके छ भने मैले त्यो अस्ति बोगदानको बुढीले ल्याएको सही थियो उदय कफी खाँदै ट्रेन स्टेसन चाहिँ खतरा देखे ब्रिज ट्रेनको पट्टीहरू पनि रहेछ अब ट्रेनमा चढेपछि भेटौँला अब कफी र ब्रेड खान पर्ला फाइनल्ली ट्रेन पनि आयो यही हो ट्रेन कता हो हाम्रो ढोको खोल्नु ढोको ट्रेनमा चढेर हामी चाहिँ भेट्छ त मान्छेहरू कता हो यो चाहिँ सिट भेटाएन यहाँ बस्दैछ कसको सिट हो अब सोधौँ भने इङ्ग्लिस बुझ्दैन यिनीहरूले अब के गर्ने गाह्रो छ भाषा नजानेको चाहिँ अब ट्रेन पनि चलिसक्यो अब केटा हो बुकर्सतिर गएर भेट्नुपर्छ अब बाटोमा त सुत्ने के गर्ने गाह्रो छ भाषा नजानेको टाइम टु टाइम ल अब केटा हो बुकर्सतिर गएर भेटौँ है If we tried it, we can make it. But don't we ever just take some chances and stop your thinking and start your living. Get your shoes on, we're going dancing. हामी चाहिँ बुकारिस आइपुगिसक्यो अब यहाँ हेर्न सक्नुहुन्छ बुकारिस अब हामीले चाहिँ हिँड आउँदैछ त्यो के भन्छ अरे जानु पर्ने ठाउँमा उबर पठाइदिन्छ भनेर लिएर आएर त्यहाँ जानुपर्छ
हामीलाई चाहिँ त्यो मान्छेले गाडी पनि पठाइसक्यो गाडी चाहिँ यही भन्छ दाइले मलाई चाहिँ थाहा छैन है अब दाइले सोध्छ भने ए भित्र बसौँ न अब चाहिँ जानुपर्छ अफिसतिर अलिक उता जान्छ अब गयो एयरपोर्ट ट्रेन स्टेसन छोड्दैछ गीत चाहिँ मरद बजेर पैसा त्यसले तिर्ने हो या हामी तिर्ने हो पैसा भन्ने के भन्छ अरे लियो भने अहिले पहिल्यैतिर बुगारी सिटी बुगारी सिटी रोमानिया आएको 2 महिना भइसक्यो बल्ल बुगारी आज फर्स्ट टाइम आउँदैछु त्यो पनि काम परेर काम नपरेकै आउँथ्यो होला त्यत्रो टाढादेखि अफिसमा गएर कुराकानी गर्नु छ अब त्योसँग अब त्यतै गएर भेटौँ न केटाहरू Thank you. हामी पनि उताबाट गएर आइसक्यो यता के छोडेको छ अफिसमा गएर पनि आइसक्यो यहाँ ट्याक्सीबाट ट्याक्सीको पे पनि उनीहरूले गरिदियो बुगारिसको भ्यू चाहिँ हेर्न सक्छ बबाल देखेँ हामीलाई कस्तो राम्रो मौसम है पैसा पनि तिनीहरूले तिर्दियो कामसाम भयो भन्नाले नि कुरा बुझ्न गयो खासमा हामी अब खाना खाएन खाना खान जानुपर्छ खाना खाएर फेरि फर्किहाल्नुपर्छ 2 बजीतिर अहिले 1 बजेको छ अब खाना त त्यस्तै अब ब्रेडहरू खाएर फर्किने त्यता हो पानी पनि देखायो तिनीहरूले भ्यू चाहिँ खतरा देखायो कि ट्रेन त खाना खाने होइन अब स्टोरमा खाने हो कति रे दाइ 70 शहरमा खाने जाने अहिले चाहिँ दिनमा खाने चुटी खान्छ है स्टेसन परेवा पनि छ यो चाहिँ स्टेसन हो शहरमा कार्यालय शहरमा आइसक्यो हामीलाई केटाहरू फाइनल्ली टिकट पनि किन्यो है अगाडि हेर्न सक्नुहुन्छ टिकट चप्पलमा हो पुरा म त चप्पलमा हिरो अब हामी चाहिँ सहरमा खानु पऱ्यो माकटक पिसा फेरेको नि 3 लिथ्यो के गर्नु गाह्रो छ पिसा फेर्न गएको 3 लिइहाल्यो नि एकजनाको अब चाहिँ यसो लाएर सहरमा खानु पऱ्यो बुकारिस नटु मित गिदिया यही हो यतै हो जाने 1687 गएर बस्ने हो त टाइम त 1:43 लागेछ तिम्रो त टाइम त्यहाँ हाम्रो अहिले छैन नि त हैन र 12 2:25 तिम्रोमा कति लेखेको छ 2:25 मोबाइलमा कति बजे छ अहिले हामी चाहिँ ट्रेनमा चढिसक्यो अब सहरमा खान लागेको सहरमा कति हो अब सहरमा हान्न पऱ्यो नि त केटाहरू हामी चाहिँ अब सहरमा खाइसक्यो अब फेरि उता रुमतिर फर्किँदै हो अब 2:15 मै हिँड्छ
कति बजे खाँदा अहिले 2 बज्यो 25 कि कति रे 2:25 मा 2:25 मा है अहिले त खाली छ अब एकछिन फेरि मान्छे डेन्जर आउँछ है यहाँ केटा हो अब उतै गएर भेट्नुपर्छ है हामी चाहिँ आइपुग्यो एरियामा आएर नि मार्केटमा सामान किन्यो यो मार्केटमा अन्नै किन्यो ट्याक्सी चढेर नि आइसक्यो अब हामी फेरि बस स्टेसन जानुपर्छ आज मेरो लास्ट एन्ड फर्स्ट भ्लग भएको धन्दै किनभने पुलिसले समातेको हाम्रो 3 दिन चाहिँ भिजा सकेर चाहिँ 3 दिन भइसक्यो ओभरस्टे धन्दा छोडिदियो प्रोसेसिङ त गरे भन्छ लिगलको लागि तर हामीले सोधेको कम्पनीमा जान्छ हुन्छ भनेको तर पुलिसले फर्स्टमा चाहिँ आइडी माग्यो छैन भनेको पासवर्ड देखायो पासवर्ड छ भने छ देखायो लास्टमा त भिसा सकेको हामीलाई थाहा थियो तर हामीले कम्पनीले पनि भनेको उनीहरूले पढ्दैन सिस्टममा चढाइसक्यो भने चाहिँ बवाल चाहिँ भ्यू चाहिँ ओइ खतरा गाडी आयो त ओइ बवाल गाडी यो गाडी हो कि डेजर्टको जस्तो छ त अब हामी जान पर्ने चाहिँ यहाँ हो बस स्टेसन छ साउन्ड गरौँको भयो अर्को ब्याग पनि छ भ्यू चाहिँ खतरा देख्यो मान्छे राम्रो नभए पनि भ्यू चाहिँ हेर्नुहोस् सबैले अब रुममा जानुपर्छ यसो लाएर केटा हो अब रुममा गएर भेट्नुपर्छ कता वेटिङमा छ क्या त्यो हो ल रुममा गएर भेट्नुपर्छ केटा हो फाइनली केटा हो घर आइपुग्यो घर भन्नाले हाम्रो रुम अब घरै भनौँ एउटा घरमा चाहिँ अब 4 जना बस्छ 2 जना एउटा इन्जिनियरको साथी चाहिँ काम गर्ने हो अनि हामी 2 जना एउटा रुममा 2 जना बस्छ अब हामी पनि आइपुग्यो आइ मार्केटदेखि खरबुजा पनि किने यता बियर पनि यो कुखुराको फ्रेस पाङ्रा पनि यो पकाएर खाने हो आज भन्नाले अहिले यो अब यसो बियर खाने चिरिप लाएर त्यहाँदेखि भात पनि पकाउने खाने सोध्ने बियर यो चाहिँ अब के गर्नु जुस भन्दा बियर लगभग सस्तो भनौँ जुस कोकहरू किन्न पऱ्यो भने 4-5 पर्छ बरु 1 रुपियाँ थप्ने बियर खाने पोखिहाल्यो नि लुच्चे स्केट हो बियर खाने पोखिहाल्यो नि टिस्युले लगाएर पुस्नुपर्छ धन्दा आज फर्स्ट एन्ड लास्ट भ्लग नभएको पुलिसले इमिग्रेसनमा जाम भनिसकेको थियो धन्दा राम्रो पुलिस परेछ र छोडिदियो इलिगल भयो भने हामीले चाहिँ यता कम्पनीको मान्छेहरूले फोन गर्नु लाग्थ्यो भन्नाले इन्जिनियरलाई त्यसले के भन्यो उनीहरूको भाषामा छोडिदियो अब के गर्नु अहिलेसम्म चाहिँ परेको थिएन हामी आएको नि लगभग धेरै होइन 2 महिना भयो अब के गर्नु समाधिमा बियर खाने चरेप पलाएर भात पनि पकाउने खाने सुत्ने
आजको भ्लग यति नै हो केटा हो। यदि तपाईँहरूले मेरो भ्लग मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।